छातीमा, घाँटीमा, ढाडमा सेतो सेतो गोलो धेरैवटा नचिलाउने खालको दागहरू स्पेशल्ली गर्मी महिनामा धेरै देखिने गर्छ र बढ्ने पनि गर्छ। नेपालीमा कमनली यसलाई खैरो दुबी पनि भनिन्छ। हाम्रो भाषामा यसलाई पिटरियासिस भर्सिकलर भनिन्छ। यो चाहिँ फंगसले गराउँछ, म्यालासेजिया भन्ने फंगसले। यो म्यालासेजिया भन्ने फंगस चाहिँ त्यही ग्रुपको फंगस हो जसले हाम्रो टाउकोमा चाया गराउँछ। विशेष गरेर छाती, काँध, घाँटी अनि पछाडि ढाडमा खैरो दुबी हो र फंगसले गराउने गर्छ। र यसको औषधि पनि एन्टिफंगल हो। तर एकचोटि डर्माटोलोजिस्टलाई देखाउनु पर्छ किनकि छालामा देखिने सेतो सेतो दागहरू कहिलेकाहीँ दुबी भइदिन सक्छ, नचिनिन सक्छ नि त। यो फंगल इन्फेक्सन नै हो भनेर चिन्नको लागि र त्यसको उपचार गर्नको लागि चाहिँ डाक्टरलाई देखाउनु जरुरी छ। र यदि पिटरियासिस भर्सिकलर नै हो भने सिम्पल एन्टिफंगलले उपचार गर्न सकिन्छ, निको पनि हुन्छ। तर यसको उपचार गरिसकेपछि पनि पटक पटक आउन सक्छ किनकि ट्रिटमेन्टले चाहिँ त्यो फंगसलाई कन्ट्रोल गर्ने गर्छ तर हाम्रो छालाबाट पुरै इलिमिनेट नहुन सक्छ, अर्कोचोटि फेरि आउन पनि सक्छ। र कसैलाई खाने एन्टिफंगल औषधिको पनि आवश्यकता पर्न सक्छ यो रोगको लागि। यस्तो लक्षण आएको छ भने डर्माटोलोजिस्टलाई भिजिट गरेर उपचार गराउँदा हुन्छ र उपचार गरिसकेपछि यो रोग कन्ट्रोल भएर जान्छ।